इन्सुलिन रेजिस्टेन्स। वास्तवमा यो इन्सुलिन रेजिस्टेन्स के हो त? आज म तपाईलाई यो विषयमा प्रश्न पार्ने कोसिस गर्नेछु। जतिखेर हामी कार्ब खान्छौँ मतलब खाना खान्छौँ, त्यो खाना खाइसकेपछि सुगरमा परिणत हुनेछ। यो सुगरलाई कन्ट्रोल गर्नको लागि पेनक्रियास जो छ त्यसले इन्सुलिन रिलिज गर्दछ र त्यो इन्सुलिनको काम हुन्छ खानाबाट प्राप्त भएको सुगरलाई शरीरको विभिन्न अङ्गहरूमा पुर्याउने, बाँकी भएको भागलाई स्टोर गरेर राख्ने। इन्सुलिनले सुगरका केही भागहरूलाई ब्रेनसम्म पुर्याउने काम गर्दछ, केही भागहरूलाई हार्टसम्म पुर्याउने काम गर्छ र केही भागहरूलाई मसलसम्म पुर्याउने काम गर्दछ। यो एकदमै नर्मल कार्य हो। जतिखेर तपाईँ खाना खानुहुन्छ त्यतिखेर तपाईँको सुगर लेभल इन्क्रिज हुन्छ। जब तपाईँको बडी नेचुरल इन्सुलिन रिलिज गर्दछ जसको काम हुन्छ जुन सुगर छ तपाईँको बडीमा त्यसलाई तपाईँको बडीको सेल्सहरूसम्म पुर्याउन इनर्जीको लागि। तर समस्या कहाँनिर सुरु हुन्छ भने त्यतिखेर जतिखेर तपाईँ छोटो छोटो समयमा केही न केही खाइरहनुहुन्छ, मात्र एक घन्टा 2 घन्टाको बिचमा केही न केही कचाककुचुक खाइरहनुहुन्छ। एकछिनमा बिस्कुट या चिया, एकैछिनपछि दुध, फेरि एकैछिनपछि खाना, दिनभरि कचाककुचुक खाइराख्नु भयो भने सुगर जम्मा हुन जान्छ र तपाईँको इन्सुलिन पनि हाई हुन्छ। अब के हुन्छ भने पहिले नै स्टोर गरेर राखेको जुन सुगर छ त्यसलाई बडीले इनर्जीको लागि युज गर्ने अवसर नै पाउँदैन। फेरि बडीले नेचुरल रूपमा इन्सुलिन रिलिज गर्दछ। त्यही इन्सुलिन सुगरलाई लिएर ब्रेन, हार्ट, मसलसम्म पुग्छ तर रिसिभ गर्न मान्दैन। इन्सुलिन बढ्दै जान्छ तर बडीले केही रेस्पोन्स दिँदैन। यसैको कारणले गर्दा तपाईँको बडीमा इन्सुलिन रेजिस्टेन्स बढ्ने छ। यसरी बार खाइरहनुको कारणले तपाईँको बडी इन्सुलिन रेजिस्टेन्स बन्दछ। त्यसपछि थुप्रै समस्याहरू तपाईँको बडीमा देखा पर्न थाल्दछ, किनकि इन्सुलिन भनेको मास्टर हार्मोन हो। त्यसैले इम्पोर्टेन्ट यो छ कि समय रहँदै इन्सुलिनलाई कन्ट्रोल या रिभर्स गर्नुपर्छ। यो रिभर्स गर्नको लागि नेचुरल सिस्टम छ। यदि तपाईँ जान्न चाहनुहुन्छ भने मलाई कमेन्ट र मेरो पेजलाई फलो गर्न चाहिँ नबिर्सिनुहोला।